ल अब हामी बाबुले सुप सक्दै हुनुहुन्छ भने त्यसपछि हाम्रो चाउमिनमा फोकस हुन्छ। लगभग हामीले पेप्सी लगभग भइसकेको छौँ। हाम्रो युवी सरले लगभग चाउमिनमा सुरु गरिसक्नु भएको छ। त्यसपछि हाम्रो बाबुले शङ्कर बाबुले पनि छोराले पनि चाउमिन खाँदैछ। ल ल त्यो 2 बाटी त सकौँ। हामीले यता यो सक्दैछौँ। ल नसी ट्याक्क यस्तै खाएपछि साह्रो यो हाम्रो केराबारीको याद आउँछ अहिले। त्यसले गर्दाखेरि रमाइलो छ। थ्याङ्क यू। भेजिटेबल बनाएको त्यहाँ र ल मोटो मिठो छ स्प्यागेटीको कि आयो भयो बन्द भयो। ल तिम्रो नेपालमा त्यो त खायो। ल सबैको भागमा देखाउनुहोस्। यो भेजिटेबल हट एन्ड चार सुप आज हामी चाइनिज रेस्टुरेन्टमा आएर हामी 4 जनाले यहाँको के खाम त भन्दाखेरि यो मेरो ओपिनियन हो। हाम्रो मैले आफ्नो छोरालाई सालाहरूलाई 2टालाई आज भेजिटेबल हट एन्ड चार सुप खाने, 1 घन्टा पेप्सी खाने र भेजिटेबल नुडल्स खाने भनेर यहाँ लिएर आएको छु। अलिक पिरो हुन्छ कि घाँटी अड्किन्छ। भाइ भाइ ल सुरु गर्नुहोस् त। ल त्यस्तो गर्दाखेरि मैले पहिला चाख्छु जय माताजी गरेर। गुड। यो आजभन्दा 10 वर्ष पहिलाको सुपको याद आयो। यो यस्तो सुप खाएर अब हमेसा यहीँ जो आइन्छ, किनभने यसले अन्त यस्तो यहाँ त सुप अझ खाएका पनि थिएनौँ। यहीँ आएर जहिले पनि खाइन्छ। साह्रै मजाको बनायो। धन्यवाद कान्छीलाई। यो सर हजुरलाई यो सुप खाँदाखेरि यो चाउमिन नुडल आयो। हाम्रै कान्छी नानीले लिएर आइछन्। यो नुडल छ टक्क सुप खाइयो, पेप्सी खाइयो। अब यसपछि हाम्रो अब यो खाने कार्यक्रम छ। देखो सर एकदम डबल लाइक बस फ्यान्टास्टिक धड्कन हो नि त। माइ गड फेरि यति देश त पुग्यो। ल मैले भिडियो बनाउँछु र हजुरहरूले पहिला लिनुहोस् सर। ल हामीले नोट गर्नुहोस्। ल यता हल्का यसो रोटी बनाएँ पक्यो र खानुपर्ने चाहिँ बल्ल मजामा हेरिन्छ। सजिलो हुन्छ ल एकसाथ हाल्दा। अहिले यसलाई स्टप गरिदिउँ यतिमै 1 मिनट 7 मिनटको भनेपछि लगाएर त्यहाँबाट यहाँ हाम्री लक्ष्मी दिदी हुनुहुन्छ। हो र ल यहाँ हाम्रो माया साली हुनुहुन्छ। हजुरहरूले जो खिलाउनुहुन्छ हामीले त्यहीँ खान्छौँ। थ्याङ्क यू। बस अब भनेपछि तपाईँले रेडी गरिहाल्नुहुन्छ। धेरै भन्न। आपको नमस्कार युवी सर, के साल खबर? आरामै हुनुहुन्छ? कस्तो लाग्छ? हो काम छैन हो र उहाँहरू बसन्ती हुनुहुन्छ। ओहो ल नमस्कार हजुर नमस्कार। के साल खबर? ठिक छ। ल गुड मर्निङ छोरो। गुड मर्निङ गुड मर्निङ। ल गुड मर्निङ ल फटाफट यो कामका बेला भिडियो सिडियो बनाउनु भन्दा फेरि म फेरि मान्छे अलि ल आउनु आउनु।
Bridan. Bridan. Ahoy pana. यो हाम्रो चेस्के बुढीपिच्छेको रेलवे स्टेसन को हाम्रो मेन गेटबाट भित्र आउँदाखेरि को दृश्य हो। यो हाम्रा साला बाबु छोरा यहाँ हुनुहुन्छ। हाम्रो हल्का यता रमाइलाको लागि यो हेर्नुहोस् यो हाम्रो इन्डियन रेस्टुरेन्ट माथि छ। यो बुढीपिच्छेको मेन रेलवे स्टेसन यहाँको नादराजी रेलवे स्टेसन भनिन्छ भने यहाँबाट हाम्रा साला बाबु हुनुहुन्छ भने उहाँ मेरो छोरो शङ्कर रायमाझी, हाम्रो यतापट्टिको हाम्रो युवी भाइ हुनुहुन्छ। यो हाम्रो रेलवे स्टेसनको मेन कहाँबाट कति इस्मा बनेको छ भनेर त्यति एक्ज्याक्टली हामीलाई थाहा भएन, तर यहाँ हेर्दा धेरै ठुलो छ। तपाईँहरूलाई यहाँबाट हल्का देखाइरहेको छु। यो मेन गेट एन्ट्री यहाँबाट हुन्छ हाम्रो नादराजीको लागि भन्ने म तपाईँलाई यताबाट हल्का भिडियो हाम्रा साथीहरू अरू छोरा अगाडि जाँदैछन्। मेर्कुरीको नादराजी अटोबस स्टेसनमा छ। मैले म यहाँबाट अटोबसको पुरा नादराजीको टपको फोटो देखाइरहेको छु। ल हिँडौँ ल हिँड्नु पारि हिँड्नु पारि। ल अब हामी यहाँ मेर्कुरीभित्र एन्ट्री गर्दैछौँ। जाम हिँडौँ एन्ट्री गरौँ। ल यहाँबाट मेर्कुरीभित्र एन्ट्री गरिसक्यो हो। यसो हामी स्टप हुन्छ है त। ल आइया नमस्कार। अहिले हामी मेर्कुरीको यो मेन बजारमा छौँ। अहिले हामी हल्का यता साला बाबुलाई छोरालाई लिएर यता घुमघामको लागि आएका छौँ। भन्नुपर्दाखेरि यति बेला यहाँको साह्रै रमाइलो लागेको छ। यति बेला टाइम 12:30 बजेको समय छ दिउँसोको। भन्नुपर्दाखेरि यतापट्टि हाम्रो बेकरी यतापट्टि कति रमाइलो छ। यतापट्टि देख्नु न थ्याङ्क यू। हेर्दाखेरि यो सानो भिडियो छ होइन। ठिक छ। ल फाइनली हामी मेर्कुरीको दोस्रो टप फ्लोरमा आइयो। त्यसले गर्दाखेरि यो त पुरा सिडी इलेक्ट्रोनिक सिडीबाट हामी माथि आउँदाखेरि साह्रै आनन्द आइरहेको छ। यतापट्टि हाम्रो एउटा दुईवटा साथीहरू छन् यता लाइभ भिडियोमा खाना बनाउने। यसो उसै त भेटघाट पनि गरौँ जानु मुझो अरे मुझे भिडियो यो
Video. No. Yeah, hello friends, how are you? Good. Yes, this is your video. Yes, my God. Yes, on. Yeah, खाना ले ले सर. सबै. ल कस्तो लागिरहेछ तपाईहरुलाई? यो विषय एउटा दुईटा कुराहरु जाओस् न. रमाइलो लागिरहेछ हो? ल थ्यांक यू. सबैसँग हिँड्नमा त रमाइलो भयो हो? ल जगतजी, हजुरलाई कस्तो लागिरह? शङ्करजी हजुरलाई कस्तो लाग्छ? एकदम रमाइलो लाग्छ सबैसँग घुम्न पाउँछ हो? थ्यांक यू. पछि आएन कि तिम्रो म पछि पाउने भनेर यहाँ मैले यो विषय आउनु ल नमस्कार साथी हो. आज यो हामी नादराजी औतोबसको माथि टप फ्लोरमा छौँ. यहाँदेखि चेस्के बुढी बिच्छीभित्र जहाँ जहाँ यसका बसहरू सर्भिसहरू भन्नुहोस् यहाँबाट सर्भिस हिँड्छन् बसहरू यहाँबाट लाग्छन् भन्ने माथिको टप फ्लोरबाट मैले तपाईँलाई क्याप्चर गरिरहेको छु. यहाँबाट तपाईँको सबै बसहरू आफ्ना नम्बरबाट जान्छन्. पुरा यहाँ आफ्ना लाइनमा बसेर बसहरू कुरिरहेका छन्. लाएर यतापट्टि हेर्दाखेरि ल हेर्नुहोस् यो बसबाट भर्खर अड्याइँदैछन् भने बस आइसक्यो. ल अर्को साइडको बस स्टेसनहरू सब यतापट्टि बस लागिरहेका छन्. यहाँबाट हामीहरू जुन जग्गा जाने हो त्यहाँ जग्गा जानको लागि प्रत्येक पोलमा आफ्ना नम्बरहरू छन्. त्यसैमा आएर आफ्ना बसहरू होल्डमा रहन्छन्. त्यसैले चेक गरेर हामीहरू जाने हो. पुरा बसका डिटेलहरू म तपाईँलाई यहाँबाट देखाउन गइरहेको छु. यहाँको यो सर देखिने कता गइयो फेरि. अहिले हाम्रो जेब्रा क्रसिङमा पुरा छौँ. भयो त नदेखाऊँ फेरि हामी अगाडि हिँडेको हो नि त.
यो पनि त रमाइलो त हो कति रमाइलो कति रमाइलो ल हिँड्नु है त जेब्रा क्रसिङ छ हाम्रो युसर कहाँ जानु भनेको युबी सर यस्तै हाँसेर जान्छ नि तपाईँलाई हेरेर ल हो कपडा पाइन्छ हजुर बस्ने छ नि ल यता बस्नु त यो ब्याग कसरी जान्छ गोरो देखाउने गराउनु क्या आइफोन थाहा छैन अन्त के हो यो पछाडि अब होल्ड बन्द गरेपछि पछाडि जान्छ हाम्रो भेना शङ्कर भान्जा युवराज सर चिया सेन्टरको घाम पार ताप्नु भएको छ यस्तो मजाको घाम लागिरहेछ गुन्द्री दोछाएर ठ्याक्क पातालो कम्बल लिएर ठाडा खुट्टा उपरकोटी लाएर सुतेपछि त पुरा आसमानमा बादलमा उडे जस्तो हुन्छ महसुस होला जस्तो महसुस गरेको आफूले के छ शङ्कर जाओस् जाओस् दुईवटा कुरा जाओस् के लजाउने हाम्रो युवराज दुईवटा कुरा जाओस् दामी दामी ल उठौँ जाउँ भन्नु भन्नु ए एकछिन बस नहल्लाइकन मजाले तलबाट मासु सबै ल्याउनुहोस् न तर हामीसँग आएपछि काँडा फेरि जति नै स्टप गर्नुहोस् तान्जाङ गएको हजुर भर्खरै भर्खरै नयाँ नयाँ आज हजुर यसो घुम्ने अवसर पाइरहेछ घुमिएकै छ पार पनि तातिएको छ होइन हजुर जस राम्रो भइरहेछ नेपालमा घन्टी नै बजाइरहेको राम्रो हो ठिक छ ल गुड गुड थ्याङ्क यू थ्याङ्क यू मिस्टर जगतजी हजुरलाई एकदम राम्रो ओपिनियन दिनुभयो त्यसको लागि हजुरलाई आई एप्रिसिएट यु हो थ्याङ्क यू सो मच भन्छ इङ्ग्लिसमा खतरा हाले क्या भिडियो हेरेर साथीको कोठामा ल्याएर उठेर नि म भिड के हो कान्छी आए थिए सोध्न आए थिए सोध्न आएन अहिले अर्डर लिने बनाएको थिएँ हात ताली तो है नेपालको वो
tadi yo. Nama kita prowas tak itu istilah kita kamera kita juga. Tak. Coca-Cola pini ki Mirinda Fanta ke? के पनि एज युर चोइस फटाफट गरे किन ढिला गर्नु यो पनि म पनि नयाँ मैले केही नजानेको थिएँ यसले मलाई धेरै सपोर्ट गर्थ्यो सपोर्ट गर्दाखेरि सबैले सिकाउने यता गर्ने सबैले हामी सँगै स्कुल बस्थ्यौँ सँगै आइन्थ्यौँ र त्यो हामी यहाँ पनि एकचोटि हामीले 30 को प्रोग्राम गरेको यो रेस्टुरेन्टमा त्यसले गर्दाखेरि यसलाई हामीलाई धेरै चिनी छ मैले स्कुलदेखि जो चिनेको यसका अहिले फिलहाल यहाँ यसको बुढा लेबरको काम गर्छ यसले बाहिर काम गर्छ छोरी र यसका दुईवटा छन् अहिले म बिचमा अलि यस्तै भेटघाट गर्थ्यो मेरो पनि छोरो आउँदैछ भनेर खुसी भइदिएको त्यही भएर आज यता जाम भनेर त्यहाँ बेला खुसी हुन्छ त आउँदाखेरि पहिला कुनै पनि स्विटहरू डेजर्टहरू हाम्रा पाउँदाखेरि मैले यसलाई पनि लिएर आउँदै जस्तो हुन्छ नि नेपाली कल्चरमा यहाँ यस्तो हुन्छ भनेर त्यसलाई मैले पनि खानेपिने चिजमा मिठाई सिठाई यस्तो हलुवा कहिले के बनाउने यसलाई ल्याइदिन्थेँ मैले त्यसले गर्दा राम्रो चिनेर राम्रो छ फ्रेन्डसिप राम्रो छ यसो केही पर्दाखेरि हेल्प पनि गर्छु पैसा खास हेल्प त खास केही पनि हुँदैन तर बाहिर हिँड्दाखेरि यताउता यस्तो छ उस्तो छ हालचाल सोध्नु त्यसमा साथी रूपमा राम्रो छ त्यसले गर्दाखेरि आज यहाँ जाउँ भेटघाट पनि हुन्छ त्यतिखेर यहाँ पनि यसको सेल पनि हुन्छ यहाँ आएर भेटघाट पनि भयो खुसी पनि भइयो हामी यस्तो थियो भन्ने हिसाबले हजुरहरूलाई पनि मैले एकदम जानकारी गराएँ होइन हाम्रो रेकर्डिङ भइसकेको छ अहिले अरूले पनि जानकारी पाउँछन् त्यो राम्रो कुरो हो नि मेरोमा त यस्तो सबै घुमाउनु नि डुलाउनुहोस् यता हाम्रा दिनुहोस् यता दिनुहोस् जता जता खाइन्छ त्यता लाग्छ राम्रो आफूलाई ल्याउनुहोस् आफूलाई त उहाँलाई हाम्रो दिनुपर्छ म चाहिन्न अब चाइनिज रेस्टुरेन्ट हट सुपहरूको लागि भिनेगर सोया सस यता चिल्ली पाउडर ब्ल्याक पेपर सब यहाँ माथि छ यहाँ माथि ड्रिङ्कहरू चट्ट घुमाएर आएको छ र एकजना बसिन्छ नि टेबलमा कस्तो चिज कहाँ छ के खाने भनेर यसो घुमाएपछि ठ्याक्कै निकालेर खाना पायो अर्काले खाना बनाएपछि फेरि घुमायो अर्काले खाना बनाएपछि फेरि घुमायो आनन्द हो होइन सिस्टम राम्रो अरू जग्गा चाहिँ हजुरलाई यसो आज पहिलोचोटि चाइनिज रेस्टुरेन्टमा आउँदाखेरि कस्तो महसुस भयो अब हाम्रो खानपिन प्रकारहरू त त्यसपछि आएपछि सेयर गरौँला होइन यसो लुकमा बाहिर हेर्दाखेरि रुममा चाहिँ एकदम मोडल छ न्यू डिजाइन अनि टेबलहरू हेर्ने हो ठ्याक्कै नेपालको मिथिला चित्र हो कि भन्ने एउटा झल्का दिने कुर्सीको डिजाइनहरू राम्रै लागिरहेको छ राम्रो भइरहेको ल त्यति स्टप गर्नुहोस् अहिले पछि फेरि गरौँ है त्यसमा पुरा नकाट्नु होला त्यतिकै चाप्नुहोस् स्टप भयो नि स्टप भएन रातो बटमा हम तुमको निगाहों में इस तरह छुपा लेंगे तुम चाहे बचो जितना हम तुमको झिलिमिली माया करो नि आए म त कसैलाई नसोधी सल्लाह धुपैले सानो निन्द्रा झिलिमिली माया करो नि आए म त कसैलाई नसोधी सल्लाह धुपैले सानो निन्द्रा सितारे ये नदियाँ
मिट जाएगा सारा जहां रे बस प्यार रहेगा यहाँ रे लताना भागै छ फेरि जरा फराउँदै थियो घाँस किनभने जिस्काए जस्तो भएछ कि ल्याएर राखेछ र के भन्ने होला फेरि गर्छ हजुर अहिले हामी क्याफे बारमा बसेर हल्का यो छोरासित अरू यो भाइहरूसित सानासित बसेर अहिले हामी हल्का इन्जोय गर्न लागिरहेका छौँ। त्यसपछि रमाइलो छ। चिनी खोल्ने हाल्नेपछि यो चाहिँ खाना कहाँ गयो दुइटा फेरि तपाईँ उता जानु त केटाहरूसँग जानु त कहाँ गयो यता हेर न फटाफट ल हेर यता हेर त सबै तिनटैले न्युयोर्कमा आज हामी हल्का छोराको लागि सपिङ रमाइलो छ कि होइन कस्तो लागिरहेको कस्तो छ ठाउँ ठाउँ त एकदम हुन पर्ने फर्स्ट टाइम चढ्नु भयो है यो उसमा म सिसा त फर्स्ट टाइम चढेँ ओ कस्तो भित्रबाट त होर दबङ हेर्दैन माथि ल बनाउनु भिडियो न भिडियो त रातो आयो भाइ फोटो खिचिदिए त ओइ त रातो भयो भन्ने के हो कस्तो राम्रो फोटो आउँदो रहेछ हैन हल्ले कति रमाइलो छ
वाह ल हेर्छ वाह र फनक्क घुमाउ ल यसरी वाह क्या ल। रमाइलो भयो 15 सेकेन्ड भयो नि ल ल ल मलाई हेरेँ ल 12 सेकेन्ड 13 सेकेन्ड 14 सेकेन्ड ए पखाउ दुई मिनट पखाउ त ल है त नानी अलिक सुस्त सुस्त राम्रो हुन्छ गरममा त सही हुन्छ होला यो कपडा यो साउल जस्तो लाग्यो मलाई सुटिङ जस्तो भिडियो बनाउनु चाहिँ ल स्टप त्यहीमा स्टप भयो म यता हल्का लिएर विदा हेर त
केही नि गरिन अन्त ल ल ए पख 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 हजुर नमस्कार अहिले हामी केवल कारमा जाने कार्यक्रममा छौँ। अब यो माथि डाँडामा जाने प्लान छ। यहाँबाट 10-15 मिनट हिँडेर हामी केवल कारको मेन गेटमा जाँदैछौँ। अहिले यो हाम्रो पैदल यात्राको बाटो हो। यहाँबाट हिँड्दै गरेर जाँदाखेरि माथि डाँडामा जाने प्रोग्राम छ। यहाँ तलबाट हेर्दाखेरि पुरा पानीको झरना पनि छ। पाल्पाको बतासे डाँडा भन्ने जग्गा जस्तो देखिन्छ हेर्दाखेरि, तर त्यो अनि रमाइलो छ। यहाँ म गङ्गा रायमाझी, छोरो शङ्कर रायमाझी, श्रीमती सीता रायमाझी, साला विष्णु अधिकारी र बहिनी सालाकी श्रीमती प्रतीक्षा अधिकारीको हाम्रो यो सानो भ्रमण छ। यसले गर्दाखेरि हामी रमाइलो गर्दैछौँ। छोरो पोर्चुगलबाट आएको हुनाले मामा माइजूलाई भेट्ने र आएका बेला आज छुट्टी सोमबारको बिदामा हामी हल्का घुम्ने प्रयासमा छौँ। आज गर्मीको सिजन पनि रहेछ, मौसम पनि साह्रै राम्रो। ल यो हाम्रो सानो परिवार घुम्न आएको हुनाले यहाँ विष्णु अधिकारी र 2-4 कुरा यसो केही भन्न छ? केही छैन भने के भन्नु, बुढो भइएछ भन्नु सक्यो हो। होइन म त बोलिरहेको छु कि यहीँबाट होइन म ल यो त अगाडिबाट आउनु त पछाडि भइयो। हजुर नमस्कार, म गङ्गाबहादुर रायमाझी, हाल चेक रिपब्लिक र अहिले पोल्यान्डको बोर्डरबाट हामी यो पोल्यान्ड बोर्डर हैन त यो त चेकमा जिलिन भन्ने जग्गातिर हामी जाँदैछौँ। आज सोमबारको हाम्रो बिदाको दिन। त्यसै कार्यक्रममा छोरो घुम्न आएको हुनाले पोर्चुगलबाट अब हामी पुरा फ्यामिली, साला बहिनी, साला बाबुसँग हामी घुम्न जाँदैछौँ। आज एकदम रमाइलो लागेको छ। यो बतासे डाँडाको जस्तो पुरा महसुस भएको छ। पाल्पाको पुरा रमाइलो। अहिले केवल कारमा सारा माथि जाँदाखेरि फेरि देख्दैछौँ। ल हेर्नुहोस् कति रमाइलो। वा फ्यान्टास्टिक, थ्याङ्क यू भेरी मच। वेदर राम्रो छ हाम्रो। ल सीता रायमाझी एउटा कुरा जाओस् भन्नु यसो भन्नु। रमाइलो त हो, इन्जोय हो। दिदी त्यसै खुसी हुनुहुन्छ, बोल्नै पर्दैन। अनि कति पर्छ? 2-3% रेट भयो।
त्यही हो कुरो सुनाले त्यो केही दुई चार कुरा भन्ने भन भन भनेपछि सबै ल भन भन पुरा अहिले अहिले यो त नजिक नजिक भएर हिँड्नु न सिर्फ रिकर्डिङ छ रिकर्डिङ तर अहिले यो हाम्रो भोलि इन फ्युचरमा अनि चाहिँ हाम्रो भान्जासित चाहिँ मेरो 6 वर्षमा भेट भएको छ मामा भान्जा एकदम खुसी छन् खुसी लागिरहेको छ बोले मारियो मामा भान्जा गला मार्दै घुम्न हिँडेको छ यस्तै भेट छिटछिटो होस् इन्जोय भनेको यो राखोस् अब त्यही हो हामी त डाँडामाथिका जुन भइयो फेरि पनि हाम्रा छोराछोरी इन फ्युचरमा सबैले हामी हिजो यस्ता थियौँ र यस्ता जग्गा गएछन् यसरी भिडियो राखेर चाहिँ भनेर भोलि नाति नातिना छोराछोरीको उसमा सबैले हेर्न पाउन् भन्ने एउटा खुसियालीको एउटा मोबाइल क्याप्चर गरेर युट्युबमा राखिरहेको छु यो मेरो युट्युबमा भोलि मेरो आफैले मलाई चिन्ने सम्पूर्ण भाइ बहिनी छोराछोरी भान्जा भान्जी सबैले यो युट्युब गङ्गाबहादुर रायमाझी 68मा गएर सर्च गरेर हेर्नु भने युट्युबमा अहिलेसम्म मैले राखेका सम्पूर्ण फोटाहरू टिकटकहरू मैले आफूले चिनेका सबै इष्टमित्रहरूलाई क्याप्चर गरेर त्यसमा एउटा सानो सानो भिडियो बनाउँदै राति गरेको छु यो पनि मैले त्यसैमा पक्कै पनि राख्नेछु हजुरहरू सबैले माया गर्नुहुन्छ भन्ने मलाई अपेक्षा गर्न चाहन्छु धन्यवाद के मन पर्छ तपाईलाई हाँसोलाई हाइलाइट गर्नुपर्छ है यो हाँसोलाई हाइलाइट गर्नुपर्छ यो लाइभ हो लाइभ होइन लाइभ होइन रिकर्डिङ हो ठिक छ कति मिनट छ भन्दाखेरि भएको पनि 6 मिनटको यो अहिले पोल्यान्डको मेन स्क्वायर मेन सेन्टर रातिको Blinker Číňák je to zvonček, tak to by si neprošel pro kurva hned dělal udávka asi dneska. Dneska mám taky pocit, že ten český famous म त्यति कालो मान्छे त गोरो आफू यो टिकटक भिडियो के हो अहिले एकछिनमा घर नपुग्दै टिकटकमा पुगिसक्छु ल म चाहिँ लोके किन आउँछ बाँचुन्जेली आफ्नो आफ्नो कर्म
जो रुखलाई सबैले काट्ने रहेछन् छानी छानी पराईले काटे माया नमा मग मग फुल्यो फुल रसम गैरी बिसाउ भमराले लग्यो रस कोही छौकी रे सौने महु नेपाली बाबु मेड इन नेपाल महु नेपाली बाबु मेड इन नेपाल कालो टोपी फदगाउँले मेरो शिरमा ढल्केको एक माया फेरि मन से हुने सियो हो आधे भित्र ननिभिने थियो हो वारे घाम पारी छाया छ माया फेरि मन से हुने सियो हो भिडियोमा त्यही हुई हुईका आउने होला के खासै केटाकेटी छोडेर साट्ठा आउने होला अब हामी यस्तै हिँड्नुपर्छ धरतीलाई फुल राम्रो आकाशलाई तारा तिमीले हुन्छ भन्छौ भने सुम्पिदिन्छु सारा ए हो अब के होला त अब के होला देशमा अब के होला देशमा अब के हुन्छ देशमा जो आए आओ तर देश बनाओ अनि देश बचाओ देश हंसना भी प्यार जिन आँखों में पानी वो जवानी नहीं जिसकी रङ्गले होइन मनले रङ्गीन बनोस् यो होली दुःखका सबै दुला पखालेर खुसीको रङ्ग छरियोस् यो होली मायाको रातो मित्रताको निलो खुसीको पहेँलो तिम्रो जीवन सधैँ रङ्गीन बनोस् यो होली माया जोख्ने भइदिए ताराज देखाइदिन्थे कति मन पराछु माया नमुसुकाइ हाँस्देऊ न तिमी मेरो मात्र थाहा बिराको अहिले ल है नानी यता हेर यता हेर यता हेर ओहो पिकअपू भन्यो दिदी पिकअपू भेनाजु भन्नु कपाली कोर देखाइन त्यतिकै देखाइन त नमस्कार हजुर म गङ्गाबहादुर रायमाझी चेक रिपब्लिकबाट आज सानो भिडियो बनाउन गइरहेको छु यो गर्मी मौसमको सिजनमा पनि अब यस्तो कुहिरो लाग्यो आहा जाडो खालको जग्गा आहा यो चेस्की बुढो बिच्छे मेन सेन्टरमा छ अहिले यहाँको हटकर दृश्य लोकेसन हेर्दाखेरि यस्तो छ ल ह्याप्पी होली ल ल ल यहाँ चाँडै गइसक्यो यहाँ धेरै चाँडै छोगाउनु ल 29-30 सेकेन्डको भइसक्यो यो भिडियो आज फटाफट लिएर यो तेत्तीस कोटी देवी देवता
आइदेऊ शिरमाथि भक्ति गरे तरिन्छ माया मोह भने जन्जालैमा परिन्छ भक्ति गरे तरिन्छ माया मोह भने जन्जालैमा परिन्छ भक्ति गरे तरिन्छ माया मोह भने जन्जालैमा हे हरि जगतैभरि शनि सर बनायौ कसरी हे हरि जगतैभरि शनि सर बनायौ कसरी सारा संसार बनायौ कसरी हे भगवान जन्म लिने एउटै बाटो धर्म फरक फरक कहाँ छ नि स्वर्ग हरे कहाँ छ नि नरक स्वर्ग जाने भनेको खै बाटो खानेको स्वर्ग जाने भनेको खै बाटो खानेको स्वर्ग जाने भनेको खै बाटो खाने रामा रामा गजब हो गया तरसे नजरिया लड़ गई आई जवानी जुल्म हुई गवा किस आफत में पड़ गई हाय मैं मर गई सूली पे चढ़ गई नो 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 कहना Go, go. यो भिडियो यो 15 सेकेन्ड बनाइछ मैले रामा रामा गजब हो गया तरसे नजरिया लड़ गई आई जवानी जुल्म हुई गवा किस आफत में पड़ गई हाय मैं मर गई सूली पे चढ़ गई नो 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 कहना था लेकिन हाँ कर गई दिल तुझको सेंड में तो कर गई रे मैं पत्थरी की दुल्हनिया भिडियो हो यो भिडियो ल गो यो लाइभ भिडियो हो लाइभ भिडियो ल ल यसो नाच्दै नाच्दै जाम आफ्नो भिडियो आफै गीत चुज गरेर पछि हाल्न मिल्छ त ल स्टार्ट भइसक्यो छ मायाको होली तिम्रै काखमा नबोली नबोली खेल्न मन छ मायाको होली तिम्रै काखमा खेल्न मन छ मायाको होली तिम्रै काखमा नबोली नबोली खेल्न मन छ मायाको होली तिम्रै काखमा खेल्न मन छ मायाको होली तिम्रै काखमा नबोली नबोली खेल्न मन छ मायाको होली तिम्रै काखमा खेल्न मन छ मायाको होली तिम्रै काखमा नबोली नबोली खेल्न मन छ मायाको होली तिम्रै काखमा
तेत्तिस कोटी देवी देउता आइदेऊ शिरमाथि भक्ति गरे तरिन्छ माया मोह भने जन्जालैमा परिन्छ भक्ति गरे तरिन्छ माया मोह भने जन्जालैमा परिन्छ भक्ति गरे तरिन्छ माया मोह भने जन्जालैमा हे हरि जगतैभरि शनिश्चर बनायौ कसरी हे हरि जगतैभरि शनिश्चर बनायौ कसरी सारा संसार बनायौ कसरी हे भगवान जन्म लिने एउटै बाटो धर्म फरक फरक कहाँ छ नि स्वर्ग हरे कहाँ छ नि नरक स्वर्ग जाने भनेको खै बाटो खानेको स्वर्ग जाने भनेको खै बाटो खानेको स्वर्ग जाने भनेको खै बाटो खाने हो रामा रामा गजब हो गया तरसे नजरिया लड़ गई आई जवानी जुल्म हुई गवा किस आफत में पड़ गई हाय मैं मर गई सूली पे चढ़ गई नो 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 कहना Go, go. यो भिडियो यो 15 सेकेन्ड बनाइछ मैले म त्यति कालो मान्छे त गोरो आफू यो टिकटक अहिले एकछिनमा घर नपुग्दै टिकटकमा पुगिसक्यो ल म चाहिँ लोके मग मग फुल्यो फुल रसम गैरी बिसाउने भमराले लाग्यो रस कोही छौकेर साउने भमरा भिडियोमा त्यही हुई हुईकै आउने होला के खासै केटाकेटी छोडेर साट्ठा आउने होला अब हामी यस्तै हिँड्नुपर्छ रितया थियो रितै जानी हो बाचुन्जेली आफ्नो आफ्नो कर्म खानी हो म हुँ नेपाली बाबु मेड इन नेपाल म हुँ नेपाली बाबु मेड इन नेपाल कालो टोपी फदगाउँले मेरो शिरमा ढल्केको दिल दीवाना दिल सजना की माने ना क्या बात है वाह ये पगला है सास फेर नानी अति गाह्रो घाँटी गोरो गोरो श्वास फेर नानी अति गाह्रो घाँटी गोरो गोरो कस्तो रहेछ जन्म मृत्यु ओहो नाची छन् नाची नानी नाची नानी नाची नानी खोइसो खोइसो गर्न के यसो यसो गरेर जिसने हमें मिलाया जिसने जुदा किया उस वक्त उस घड़ी उस गजल को सलाम प्यारी सानो भिडियो हो
जानुभन्दा नेपाल जानुभन्दा अगाडि किनेर जानु एउटा भनेको जुन किन्न मन लाग्छ त्यही किन्नु राम्रो किन्नु नमानेर हो जतिसम्म चल्छ त्यतिसम्म ठिक छ भन्नु भयो अलि पैसा हाल्नु बरु एकखेर किनेपछि 4-5 वर्ष बस्छ 5 वर्ष छ ठिक छ मजाले फेरि पो स्याहार्दैन सबै सर्दैन समस्या हुँदैन त्यो त गर्छ त खाना के बिगार्ने न के हाल्ने हो टिकटक गर्ने रह्यो कस्तो लागिरह्यो होला भिनाजु यत्रो दिन एक दिन बस्नुभयो कति रमाइलो गरिरहनु हो बहिनीसँग भाइहरूसँग बस्न पाएपछि साह्रै खुसी छोरा पनि एकदम खुसी मामाजीसँग बस्दाखेरि बहिनी दिदी त एकदमै हर्षले खुसी गदत भयो हुनेछ उद्नबाट आउनुभयो खुसी लाग्यो फेरि पनि आउनु हस् समय मिलाएर त्यसले मौका फेरि हामीलाई भान्जासँग पनि भेट भयो कति 5-6 वर्षमा भेट भयो है 7 वर्षमा अब छिटो भेट्नुपर्छ यत्रो लङ डिस्टेन्स राख्नुहुँदा एकदमै दिदीसँग त एक वर्ष 1.5 वर्षमा भेट भयो हाम्रो भिनासित पनि त्यस्तै है भिनासँग त भयो 2-3 महिनापछि अस्ति भेट भयो धेरै भयो छोडिदिनु भयो पनि सक्नु जान्छ होला ब्याग भइयो चापे गरेपछि लास्ट टाइम कति मद्रास मसला सबै मिसियो हो र थाहा भयो कस्तो खाना पनि थाहा भएन ल है त यहाँ एउटा गीत गाउन गीत गाउँछु ल एउटा गीत चाहिँ आओस् हाई अल्टिट्युडमा झन् पर जान्छु झन् पर जान्छ आउँदैन कहीँ पनि अग्लो छ झ्याल हाम फाल्न खोज्छु सक्दिन कहीँ पनि यो मेरो जीवन बर्बाद भयो जालीको खेलाले दुखीको आँसु देख्दैन कहिल्यै यो बन्द झेलाले यो मेरो जीवन बर्बाद भयो जालीको खेलाले थ्याङ्क यू ताली ओ माय गॉड छिटो आउनु माउन्टेन ड्यू खाओ हिम्मत बढाओ भन्ने छ त यस्तो पुल चढ्न पनि नसक्ने यार लाज बेजेतको पनि लाज भइसक्यो छिटो आउनु माउन्टेन ड्यू खाओ हिम्मत बढाओ भन्ने छ त यस्तो पुल चढ्न पनि नसक्ने यार लाज बेजेतको पनि लाज भइसक्यो तातो भयो भन्ने के हो कस्तो राम्रो फोटो आउँदो रहेछ यहाँ मखमल फुल्दा घरि घरि बसेर दुश्मनको पुलिसले लग्यो बरेलाई हाँस्दा सँगै हाँसिदेऊ बोल्दा सँगै बोलिदेऊ हिँड्नु जान्छ अगाडि हिँड्नु कि तपाईँ एउटा भिडियो बनाउँछु मैले
तिम्रो मोबाइलबाट जाओस् ए भाइ हो हाम्रो त प्याक भयो ल है त यहाँ एउटा गीत गाउन आयो गीत गाउँछु ल एउटा गीत जाओस् हाई अल्टिट्युडमा झन् पर जान्छ आउँदैन कहीँ पनि अग्लो छ झ्याल हाम फाल्न खोज्छु सक्दिन कहीँ पनि यो मेरो जीवन बर्बाद भयो जालीको खेलाले दुखीको आँसु देख्दैन कहिल्यै यो बन्द झेलाले यो मेरो जीवन बर्बाद भयो जालीको खेलाले थ्याङ्क यू ताली ओ माई गॉड बोलम ओके नमस्कार म गङ्गाबहादुर रायमाझी आज सोमबारको बिदाको दिन आज म पोल्यान्डमा घुम्न आइरहेको बेला यो पोल्यान्डको मेन स्क्वायरमा सेन्टरमा हल्का रमाइलो फोटोसोटो खिचौँ यहाँको दृश्यहरूलाई यहाँको ठुल्ठुलो बिल्डिङहरूलाई हल्का क्याप्चर गरौँ भनेर आफ्नो मोबाइलमा लागिरहेको छु र हाम्रो मोबाइल भिडियो रेकर्डिङमा हाम्रो बहिनीले मलाई साथ दिइरहेकी छन् र यता साइडमा हेर्दाखेरि हाम्रा पुरा फ्यामिलीहरू साला छोरा साथमा लगायत मेरी वाइफ र म मिस्टर गङ्गाबहादुर रायमाझी पुरै साथमा आफैलाई मिस्टर लगाएर बोलिरहेको छु हल्का रमाइलोको लागि एकदम खुसी लागेको छ भोलि बिहानको हाम्रो चेस्की उपडेपिछेको सफर हुनेछ र त्यहाँ गएर पनि मैले दुईवटा साना भिडियो बनाएर युट्युबमा राख्नेछु तपाईँहरूलाई भोलिको समयमा कहाँ कसले के राखेको छ भनेर गङ्गाबहादुर नाम अगाडि आएर सर्च गरेर हेर्दाखेरि वाह कति राम्रो पोल्यान्ड भन्दाखेरि त माई गड वाह हेर्दा पनि खुस हुनेछ भन्ने अपेक्षा राख्छु भन्दैछु भन्ने आशा छ अरू बाँकी त खास आजको मौसम हेर्दाखेरि साह्रै दामी कति राम्रोको आकाशमा निलो आकाश मुनि म कालो जस्तो मान्छे टुकरी टोपी लाएर आसमानमा हेरिरहेको बेला कति रमाइलो छ भन्दा आनन्द आउँछ सुन्दाखेरि पनि वाह फ्यान्टास्टिक यो पोल्यान्डको मेन स्क्वायरमा आउँदाखेरि कति रमाइलो लागेको छ थ्याङ्क यू धन्यवाद ओहो यहाँ हेर त नेताजी ए नेताजी आउनु यस्तो मौका छोडेर केबल कारबाट अब हामी तल झर्दैछौँ अनि आउँदाखेरि 14-15 मिनटको भिडियो बनाएको थिएँ भने अहिले झर्दाखेरि मोबाइलको ब्याट्री हल्का कम भएको हुनाले म सानो भिडियो बनाएर बन्द गर्न गइरहेको छु थ्याङ्क यू भेरी मच सबैलाई धेरै धेरै धन्यवाद रातो झन्डा पेरुमा फरफराउँदैछ बन्दुकको नालाले सत्ता जन्मायो बन्दुकले सत्ता खोज्न बन्दुक समायो होसियार शोषकहरू हामी डर्दैनौँ कैयौँ देश मुक्त हुन्छ हामी डर्दैनौँ मात्रै बुढाबुढीको आयो छोरासित आएन सिङ्गल ल है त यहाँ एउटा गीत गाउन आयो गीत गाउँछु ल एउटा गीत जाओस् हाई अल्टिट्युडमा छन् पर जान्छ
आउँदैन कहीँ पनि अग्लो छ झ्याल हाम फाल्न खोज्छु सक्दिन कहीँ पनि यो मेरो जीवन बर्बाद भयो जालीको खेलाले दुखीको आँसु देख्दैन कहिल्यै यो बन्द झेलाले यो मेरो जीवन बर्बाद भयो जालीको खेलाले जालीको खेलाले थ्याङ्क यू भने यस्तो हुन्छ कस्तो हुन्छ र म भिनाजु ल भिडियो बनाइदिनु हुन्छ मेरो एक्लै ल रमाइलो छ कि होइन कस्तो लागिरहेको कस्तो छ ठाउँ ठाउँ त एकदम हुनपर्ने फर्स्ट टाइम चढ्नु भयो है उसमा म सिसा त फर्स्ट टाइम चढेँ ओ कस्तो भित्रबाट त होर होर दबङ 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 होर होर दबङ 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 हेर्दैन माथि ल ल बनाऊ भिडियो भिडियो त रातो आयो भाइ फोटो खिचिदियो त दिल दीवाना ओह माय गॉड सजना की माने ना क्या बात है वाह ये पगला है सास फेर नानी अति गाह्रो घाँटी गोरो गोरो श्वास फेर नानी अति गाह्रो घाँटी गोरो गोरो कस्तो रहेछ जन्म मृत्यु ओहो नाची छन् नाची नानी नाची नानी नाची नानी खुइसो गर्न के यसो यसो गरेर जिसने हमें मिलाया जिसने जुदा किया उस वक्त उस घड़ी उस गजल को सलाम प्यार मेरी सानो भिडियो हो नेपाल जानुभन्दा अगाडि किनेर जानु एउटा भनेको जुन किन्न मन लाग्छ त्यही किन्नु नमानेर राम्रो किन्नु नमानेर हो जतिसम्म चल्छ त्यससम्म ठिक छ भन्नु अलि अलि पैसा हाल्नु बरु एकखेर किनेपछि 4-5 वर्ष अहिले फोन 5 वर्ष छ ठिक छ मजाले फेको स्याहार्दैन सबै सर्दैन सबै स्याहार्दैन त्यो त गर्छ त खाना के हाल्दैन के हाल्दैन टिकटक टिकटक गर्ने रहेछ कस्तो लागिरह्यो होला भिनाजु यत्रो दिन एक दिन बस्नुभयो कति रमाइलो गरिरहनु हो बहिनीसँग भाइहरूसँग बस्न पाएपछि साह्रै खुसी छोरा पनि एकदम खुसी मामाजीसँग बस्दाखेरि बहिनी दिदी त एकदमै हर्षले खुसी गदत गदत भयो हुनेछ उद्नबाट आउनुभयो खुसी लाग्यो फेरि पनि आउनु हस् समय मिलाएर बेला मौका फेरि हामीलाई भान्जासँग पनि भेट भयो कति 5-6 वर्षमा भेट भयो है 7 वर्षमा नि अब छिटो भेट्नुपर्छ यत्रो लङ डिस्टेन्स राख्नुहुँदा एकदमै दिदीसँग त एक वर्ष 1.5 वर्षमा भेट भयो हाम्रो भिनासित पनि त्यस्तै है भिनासँग त भयो 2-3 महिनापछि अस्ति भेट भयो